फाइनली आज यस्तो कपाललाई चाहिँ यस्तो कपाल बनाइयो। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म सैलुनमा कपाल काट्नको लागि जाँदैछु किनकि मेरो कपाल धेरै नै लामो भइरहेको छ। हामी चाहिँ केलाङको बातुके भन्ने ठाउँमा गइरहेका छौँ। यहाँको सैलुनहरू चाहिँ एकदमै राम्रो अट्र्याक्टिभ खालको कपाल चाहिँ काट्नु मन लागेको थिएन, घरको दबावले गर्दाखेरि काट्नु आँटेको हो। यति लामो कपाल काट्नु धेरै माया पनि लाग्छ। अनि फाइनली सैलुनमा गएर चाहिँ भिडियो बनाउँदै लाइनमा बस्यो किनकि अर्को एकजनाको काटिरहेको चाहिँ मेरो चाहिँ पालो, एकजना पछि मेरो पालो थियो, त्यही भएर चाहिँ म भिडियो बनाउँदै बसिरहेको छु। र यो मेरो भिडियो कहाँबाट हेर्नु हुँदैछ, यो मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। तर यो भाइले धेरै नै टाइम लगाएको थियो, तर भाइ हो कि दाइ हो, मेरो एउटा बङ्गाली भाइ रहेछ। कपाल काट्ने मान्छे चाहिँ कपाल जुन काट्न बसिरहनु भएको छ ऊ चाहिँ नेपाली भाइ हो, राई भाइ रहेछ। अनि कपाल काट्ने केटा चाहिँ बङ्गाली केटा हो, तर ढिलो काटे पनि उसले कपाल चाहिँ एकदम धेरै राम्रो अट्र्याक्टिभ देखिने खालको काट्दो रहेछ। र मेरो चाहिँ पुरै टाक बनाउने लामो कपाल काट्दाखेरि त यति धेरै माया लाग्ने रहेछ कि यति धेरै माया लाग्ने रहेछ गाइस। मेरो कपाल देखाउन पनि लाज लागेर, भिडियो बनाउन पनि लाज लागेर म चाहिँ क्याप टोपी लगाएर चाहिँ भिडियो बनाइरहेको छु। धेरै नै लाज लागेको छ किनकि लामो कपाल हुने मान्छेले छोटो कपाल भयो भने चाहिँ राम्रो नदेख्ने रहेछ सुरुमा चाहिँ। अनि त्यही माथि हामी चाहिँ अनि होटलमा गयौँ खाजा खानको लागि। अनि यो होटलमा आएपछि त यस्तो रमाइलो हुने हो कि यस्तो रमाइलो हुने हो कि यहाँको दिदीहरू पनि होइन, काम गर्ने स्टाफहरू पनि धेरै नै रमाइलो हुनुहुन्छ, धेरै नै फ्रेन्डली, एकदम फ्रेङ्कली हुनुहुन्छ। किनकि आज चाहिँ धेरै मान्छेहरू थिएन, आज चाहिँ मन्डे परेको थियो। सन्डे भयो भने एकदम धेरै भिड हुन्थ्यो अनि मान्छे पनि धेरै हुन्थ्यो, त्यति धेरै नाच्ने टाइम हुँदैन थियो। अनि आज मन्डे भएको भएर चाहिँ अनि मान्छे पनि कम छन् अनि सबै हाम्रो दाइहरू पनि कम कडा छैनन्। अब नाच्ने गाउने छुट्टीको बेला होइन, सेलेरी आएको थियो, सेलेरी आएको बेला घुम्न जाँदाखेरि चाहिँ यस्तो हामीले चाहिँ कहिलेकाहीँ रमाइलो गर्छौँ। तपाईँहरू पनि रमाइलो गर्दै गर्नु होला किनकि जिन्दगीको मकसद भनेको रमाइलो गर्नु हो। फेरि यो जिन्दगी आउँदैन, रमाइलो गर्नुपर्छ, काम पनि गर्नुपर्छ, रमाइलो पनि गर्नुपर्छ। हेर्नु हामी यति धेरै रमाइलो गरिरहेछौँ, तपाईँहरू पनि रमाइलो यस्तै गर्नु होला र मेरो यो च्यानललाई सब्सक्राइब गर्नु। अनि फेरि नाच गाना बहुत हो गया भनेर चाहिँ अनि हाम्रो रुमतिर गएर बाहिर निस्केर घुम्न जाँदै चाहिँ अनि मेरो टाक देखाउँदै टक्ला देखाउँदै चाहिँ म भिडियो बनाइरहेको छु किनकि टक्ला देखाउन त लाज लागिरहेको छ। लजाएर पनि के गर्ने भनेर चाहिँ अब होइन, पब्लिक नै गरिदिइहालेको नि मेरो टाक। हेर्नु होला मेरो टाक कस्तो देखेको छ। म चाहिँ बाहिर अहिले रातिको 9 बजेको टाइममा बाहिर आएको छु। तर यो ठाउँ भनेको एकदम धेरै डेन्जरस पनि छ र तामिलहरू कालेहरू आएर जति बेला पनि चोर्ने सम्भावना हुन्छ। तर म आफै तामिल जस्तो देखेको छु, मलाई कसरी चोर्छ होइन र गाइस। म आफै त्यो टाक देखेर तामिलहरू डरले भाग्छ, यस्तो देखेछु आज। अनि फेरि भोलिपल्टदेखि चाहिँ हाम्रो ड्युटी जान सुरु भयो। रमाइलो पनि कति गर्ने, कति रमाइलो गर्ने भनेर चाहिँ अब फेरि ड्युटी जान 29 दिन चाहिँ ड्युटी गर्नै पर्छ। एक दिन रमाइलो गर्ने हो, 29 दिन काम गर्ने हो। अनि सबै खुस हो, परिवार पनि खुसी, हामी पनि खुसी, बोस पनि खुसी, म्यानेजर खुसी, सबै खुसी बनाएर चाहिँ हामी यसरी इन्जोय गर्छौँ। तपाईँहरू पनि इन्जोय गर्नुहोला, रमाइलो गर्नु। अनि त्यही अर्को दिन फेरि हामी फेरि होटेलमा गएको थियौँ, रमाइलो इन्जोय गरेको थियौँ। त्यसको भोलिपल्ट चाहिँ फेरि होइन, यो भिडियो चाहिँ अर्को पार्टमा आउँछ। अर्को पार्ट तपाईँकोमा आउन पनि सक्छ, नआउन पनि सक्छ। त्यसको लागि चाहिँ तपाईँले एउटा सब्सक्राइब, एउटा लाइक र एउटा कमेन्ट छोडेर जानु होला। त्यसपछि चाहिँ अर्को भिडियो चाहिँ तपाईँकोमा नआउने चान्स नै छैन, 100%मा 100% आउँछ। लाइक कमेन्ट सब्सक्राइब गरेर छोडिदिनु होला। अर्को झन् खतरा बवाल खालको भिडियो लिएर आएको छु, त्यसको वेटिङ गर्नुहोला। हस्त धन्यवाद। जय नेपाल। खुसी रहनुहोला, सुखी रहनुहोला। जय नेपाल।